सबैको मेरो नाम कमल किशोर यादव। म राजा विराट प्राचीन दरबार खोज तथा संरक्षण समिति नेपालको अध्यक्ष, नेपालको पूर्वाञ्चल मोरङ जिल्ला बुद्धनगर गाविस वार्ड नम्बर 5 हाल महानगरपालिका विराटनगर 18 पर्दैछ। तपाईँले जुन ठाउँ आयो म ठाउँको परिचय गराउन चाहन्छु। यो ठाउँको भिडियारी भन्दैछ जुन कि अनौठो नाम छ, जुन महाभारत कालसे जुटेको। महाभारत कालमा पाण्डव 12 वर्ष वनवासको पछि 1 वर्ष अज्ञातवास गरेको थियो, लुकेको थिए। ये भेद दुर्योधनको हस्तिनापुरमा नलग्दाखेरि यो ठाउँको नाम भेडियारी नाम पर्यो। यसो अब्राउँछ भेडियारी। भेडियारी राजा विराटको मूल ठाउँ राजधानी छ। यी 5,500 इतिहास छ। तपाईँले जहाँ विराटनगरमा बस्नुहुन्छ उहाँको मात्रै 100 वर्षको आसपास भयो वहाँ के सर के। यसै लागि उहाँको ऊ विराटनगर प्राचीन दरबार छ। जमिनको मकान छ पुरानो। उहाँ ढिस्को हेर्नुहुन्छ, उहाँ काम भइरहेको छ। वहाँ मन्दिर 2 चोटि उत्खनन भयो 2026-27 सालमा माथिको पलामा, फेरि यहाँको 2078-10मा फेरि यस सालमा उत्खनन भइरहेको छ। उत्खननको साथ मन्दिरको निर्माण हुन्छ वहाँ। म अगाडि बढाउँदैछु। म यस बाहेक 2050 साल माँ भगवतीले सपना दियो। म यसै क्रममा यस विषयमा 4 देशको किताब अध्ययन गरेको छु। भारतको इतिहास, विश्वको इतिहास, रसियन किताब, साथै साथ म नेपालको ढुढीराजको पेशलदारको पनि अध्ययन गरेको छु। महाभारत, भागवत पुराण, महाभारत, रामायण सारे नयाँ विद्वानको पनि म अध्ययन गरेँ। यसै शोध गर्दाखेरि विराट मेरो क्लासमा लागू भयो। क्लासमा 12 देखि 2 हाम्रो विराटनगर नयाँ सोसल स्टडीमा दिइसकेको छ किताबमा। नयाँ म सुरु गर्दैछु। हाम्रो मान्छेको विकास ढुङ्गे युगबाट भएको थिए। सुरुवातमा मान्छेको यी ढुङ्गेको नाप्तोलको बाट, जस्तै उखल ढुङ्गामा ढुङ्गेको उखल छ, ऊ जिल्लाको नाम उखल ढुङ्गा राख्यो। हाम्रो देखो कति ढुङ्गा, दर्जनौं ढुङ्गाको नाप्तोलको बाट ढक। यो ढुङ्गाको मसला सिल्लो लोहोरो तपाईँ मिक्सीमा पिस्नुहुन्छ, बटन दबाएर मिक्सी मसला पहिले यसरी मसला पिस्नुपर्छ कि मसलाको उहाँको। अब यो ढुङ्गेको पिड्का, बस्नेको पिड्का, यो ढुङ्गेको उहाँको चन्दन घुट्ने चनौटा। फेरि 5 सफल दिया सलाह थिएन उस समय। यी घसेर आग पैदा गर्दै थी। पुरानै सिए हो। ये आग निकाले चकमा पत्थर बन्छ कि यसको हातमा दियो नि कति चिल्लो छ उहाँको चिल्लो छ कि आग निकाल्ने बेला सर के यता पनि सर के दुईतर्फी ये आग निकाल्ने म यसै विषयमा किताबको अध्ययनको साथीहरूको गरेँ। यी पत्थर हथौडा छ कि। अब यी हाम्रो नाईहरू दाढी बनाउने यसमा पनि धार गर्नेले हात दियो कति चिज चिल्लो छ। दाढी काट्ने उहाँको नाईहरूको। अब यसो शिलालेख छ चित्रलिपिमा